मेरो बचपन अवस्थाको कुरा हो। यही कविता वाचन गरौँ जस्तो लाग्यो। म केटाकेटी हुँदा के गर्थेँ र अहिले के त्यसो गरेका कारणले के दुःख पाएँ। हजुर त्यही छ। अनि बाले के भन्नुभयो, मैले के गरेँ? बाले भने जस्तो गरिनँ। अनुष्टुप छन्दमा लेख्न खोजेको छ। पुलपुलिने स्वभावै हो बालक काखको हुँदा, पुलपुलिने स्वभावै हो बालक काखको हुँदा, पछि विवेकले कर्म बुझ्ला संसारका बुँदा, पछि विवेकले कर्म बुझ्ला संस्कारका बुँदा। बाल चकचक हो स्रोत, बाल कचकच हो स्रोत, युवा प्रौढ चलाउने, पछि गन्तव्यमा पुग्न ज्ञान शक्ति बढाउने, पछि गन्तव्यमा पुग्न ज्ञान शक्ति बढाउने। धैर्यताले लिने शिक्षा जसले गर्दछ आर्जन, जीवन्त रहने गर्छ त्यही हो दरिलो धन, जीवन्त रहने गर्छ त्यही हो दरिलो धन। बाजे भन्थे, बाजे दिन्थे सधैँ अर्थी, बाजे दिन्थे सधैँ अर्थी, ठुलै पण्डितमा परे, भन्थे मस्तिष्क तेजिन्छ ज्ञान लिँदै दिँदै गरे, भन्थे मस्तिष्क तेजिन्छ ज्ञान लिँदै दिँदै गरे। तर म पढ्नमा अल्छे, तर म पढ्नेमा अल्छे थिएँ, यहाँ अझ लद्दु थिएँ। साँच्चैमा गुरुको बात नमान्ने कि त छट्टु थिएँ। साथी भेला गरी बस्थे अविरल कथा भनी, साथी भेला गरी बस्थे अविरल कथा भनी, सबैको दृष्टि पर्ने भो विद्यालय हुँदा पनि, सबैको दृष्टि पर्ने भो विद्यालय हुँदा पनि। कापी पन्ना चुडाएर, कापी पन्ना चुडाएर, फुलबुट्टा बनाउँदै कक्षामा चट्ट फालिन्थ्यो मनभित्र रमाउँदै। साथीले सुईको पाए पढे झैँ गरी बस्दथे, साथीले सुईको पाए पढे झैँ गरी बस्दथे। न त म गुरुका बात ध्यान लाएर सुन्दथे, न त म गुरुका बात ध्यान लाएर सुन्दथे। अन्तिम पद्यमा पढ्नमा प्रेरणा साथै विद्यार्थी मन तान्दथे, पढ्नमा प्रेरणा साथै विद्यार्थी मन तान्दथे। गुरुवाणी नसुन्दामा चट्टन पनि हान्दथे, गुरुवाणी नसुन्दामा चट्कन पनि हान्दथे। पढाइतिरको ध्यान विद्यार्थीमा लगाइन, पढाइतिरको ध्यान विद्यार्थीमा लगाइन। भने जस्तो गरी अहिले अगाडि बढ्न पाइन, भने जस्तो गरी अहिले अगाडि बढ्न पाइन। धन्यवाद।